गाइगल बजार लैलै सम्झनामा आउँछ हजार ताले ये देख सकते हैं ये भाई लोग इसी में मजा कर रहे हैं यो चाहिँ छुटेको थियो अनि अब यो फुल चाहिँ हामी त्यहाँ चढाउँछौँ हामी चाहिँ अहिले फाइनली हामी चाहिँ बसभित्र एकदम गाह्रो भएर हामी अहिले छठभित्र आएर बसिरहेको छौँ होइन एकदम बवाल रमाइलो चाहिँ भइरहेको छ तत्कालीन अवस्थामा हामीले एकदम रमाइलो भइरहेको अवस्था प्रस्तुत गर्दछु यही हो अहिले चाहिँ हामी यो कुन ठाउँमा आइपुग्यो हामीलाई चाहिँ मजाले थाहा पनि छैन हामी यस्तो ठाउँमा यस्तोमा के अरे स्वर्ग हेर्ने भयो यहाँ छ अगाडि सबैले हेर्न सक्नुहुन्छ तपाईँहरूले स्वर्ग यहाँ हामीले अनि बाटोमा प्रतिज्ञालाई भेटिसकेको छौँ गाडीको बाई बाई केटा हो स्वर्ग हेर्ने हो यस्तो दामी ल हामी सन्चै छौ एकदम फाइन फिट एन्ड फाइन हाम्रो उतामा चाहिँ इन्ट्री भइसकेको छ रौता दरबार अब हुँदा त हामी त खुट्टा धुइदिउँ पऱ्यो भने खुट्टा सक्यो केटाहरूले आमामा यस्तो धेरै प्याक आमा हेर त यहाँ आमा ल एकछिन नचिर्न यार कस्तो यस्तो अवस्थामा छु भाइ यहाँ चाहिँ फुल छ यो अब यो फुल चाहिँ हामी त्यहाँ चढाउँछौँ चढाउनु पर्ने हुन्छ तल चाहिँ हामी चट्टोसँगले यो लिएर चाहिँ घुम्दैछौँ होइन मन्दिर पूजा गरेको होइन मुखै भएर लाग्यो भगवान् रक्षा गर्नु होला मलाई एकदम होइन इक्जाममा चाहिँ पास हुनु पर्छ सबभन्दा ठुलो कुरो यहाँ चाहिँ हामीले सगरमाथा देखिसकेको छौँ एउटा नै केटी सगरमाथा कति राम्रो हिमाल यहाँ सगरमाथा हिमाल देखेको यो सगरमाथा हो यो मकालु हो यो के हो सबै त्यही देख्न सक्नुहुन्छ ल सगरमाथा ल सो हेलो एन्ड वेलकम ब्याक टु माई न्यू ब्लग सबैजना सन्चै हुन्छ म एकदमै सन्चै छु होइन आजको हाम्रो भिडियोको चाहिँ नयाँ सुरु यहीँबाट हेलो गाइस हाम्रो रौतामा छौँ आजको भिडियो चाहिँ हाम्रो सुरुवात चाहिँ हाम्रो यहाँबाट हुँदैछ होइन हामी ठ्याक्क रौतामा आएर पनि एकचोटि पूजा गरेर पनि हामी आइसकेको छौँ तर टिको चाहिँ लाइन किनभने टिको लाने मान्छे कोही पनि भेटेन अनि केही थाहा भएन के गर्ने कोही थाहा भएन पूजा अलिअलि गरेर अनि यसो वरदान सरदान मागेर चाहिँ हामी यहाँबाट चाहिँ खाजा खानको लागि बिदा भइसकेको छौँ हामी तिनजना जिनिस अरू त कहाँ हरायो केही थाहा छैन हामीले गएर खाजा भन्ने गर्छौँ होइन ट्याक्क तिनीहरूले फोन गर्ने टक्क आउँछन् खान्छन् अनि फेरि लाग्दिने माछरी घुम्न लागि यस यहाँहरू चाहिँ यहाँ कहाँबाट काउली फ्लावर लिएर आइसकेको छ नि देख्न सक्नुहुन्छ तपाईँहरूले काउली फ्लावर आज हामी चाहिँ अब खाना खाना टक्कसँगले यहाँ बसिसकेको छौँ खोइ यहाँ काउली फ्लावर आन्टी एउटा बन्दा पकाइदिनु ल हाम्रो पनि बसमा छुट्टी छ थियो अहिले चाहिँ आइसकेको छ बसमा पछि धुनु आएको रहेछ मान्छे हराएको मान्छे खाना खाने टाइम भइसक्यो यहाँ हाम्रो भरको उसले सकाइसक्यो होइन यस्तो एक गम खाएर भन्न अर्को भिआइपी ए भन्न अलि राम्रो भन्न सो फाइनल अल चाहिँ हामी आएर यहाँ बसिरहेको छौँ खानासाना हामीले खाइसकेको छौँ र चुप एकछिन चुप यहाँनिर सबैजना हामी चाहिँ एकछिन अब अल्छी लगाएको खानासाना खाएर एकछिन रेस्ट गर्नुलाई हामी तास लिएर आएको छौँ एकछिन तास खेल्छौँ हामीले एकछिन हामीले खेल्नु पर्ने हुन्छ ओके न हो यस ल लेट्स गो गाइज अहिले चाहिँ हामी तिनजना पिङमा नपेल्न मलाई कस्तो तिनजना पिङमा बसिरहेको छौँ हेर्नु सक्नु तपाईँहरूले होइन ए मजाले टेल्न के गरेको आमा बटारी हौ कस्तो म उभिन रबिन उभिने त कस्तो ल्याङ गरेको ओ युनिस खाली बस्छ त रबिन उभिएर बस्न
हाम्रो रक्षा बुनु यहाँ चाहिँ मर्छ भनेको थिएँ पाप बोलिरहेको थिएँ गाइस गरिबको बच्चामा किङ खेलाउँदैछु म एकै खेल्छु म आए मारो यो चाहिँ हाम्रो जबरजस्ती किङ खेल्न आइरहेको थियो तर यसलाई हामी उडाइदिन्छ उडाइदिए ओ राम खेल ओ त मोटी हैन हाम्रो कासको ओइ के गरेको ओइ पकडी भई नबटार ओइ सात उडा ओइ रिङ लाग्यो छोड्न थियो रे ओइ नगर लड्छु म ओइ लड्छु म झर्छु कस्तो रहेछ मलाई एकछिन गर न यहाँ झगडा भएर म चढ्छु यहाँ नेट खेल्ने चाहिँ को अनि म त के भेटामा अनि खेल्ने चाहिँ को ओइ ल्याउ न अनि अगाडि भिउै देख्छु त म चढेर के काम एकदम रमाइलो भइरहेको छ अहिलेको समयमा हामीले एकदम रमाइलो भइरहेको अवस्था जानकारी गर्दैछौँ ये लोग इसी में मजा कर रहे हैं यही सब करने आए थे यार और से कमन कस्तो गौला कमन ठेला आइछ न यही सब करने आए थे यार हामी एकदम रमाइलो भयो हामी तीनजना यो पिङमा के बसेर खेलेको होइन यसलाई चाहिँ यही सब करने यसलाई बटार्दैन अब बटार्दैन अब चढ्न चढौ चढ़ मच्छी ये देख सकते हैं ये भाई लोग इसी में मजा कर रहे हैं पूरे दे रहे हो राजेश मोमो लगा दे ओ दाइ के गरेको के छ हल्का बधाई ल पाइयो ल पा ओ एउटा गीत गान हौ आप लड़े आबे मारी गए माटैको सिरानी गाली बहिनी लै गरौँ न चिन्जाने खोटाङ जिल्ला दिक्तेल बजार लै सम्झनामा आउँछ हजार अनि भनौँ अनि लगायो मोहनी लगायो सिनको चिरमै लै संसारै भुलायो खोटाङ जिल्ला दिक्तेल बजार लै सम्झनामा आउँछ हजार ताले सो फाइनल होइन अहिले चाहिँ हामी यहाँ एकदम रेस्ट गरेका छौँ घामसाम यसो तापेर बसेको अहिले चाहिँ ठ्याक्कै घाम पनि मऱ्यो होइन अब चाहिँ हाम्रो चाहिँ घाम पनि मर्यो अब हामी त्यसलाई जिउमा पार्नुपर्ने हुन्छ हाम्रो चाहिँ आजको के प्लान छ भन्दा आज हामी यतितिर बस्छौँ होला होइन अब आज यसो दिनभरि घुम्ने अनि त्यसपछि राति गएर हामी कोठासोटा पनि खोजिसकेको छौँ आज हामी यतितिर बस्ने हाम्रो प्लान भएको छ र भोलि हामी भन्दा नि आज बेलुका हामी माथितिर डाँडातिर घुम्न जान्छौँ अनि ठ्याक्क अहिले बेलुकातिर आएर यतै बस्छौँ होला होइन अनि त्यो रातितिर सुत्छौँ अनि फेरि बिहान उठ्छौँ फेरि यसो राउन्ड हान्छौँ अनि बिहान 10-11 बजे गाडीमा हामी चाहिँ ब्याक टु गाईघाट होइन सबैजनाले मजाले भ्लग हेरिदिनु होला सबैले सब्सक्राइब गरिदिनु होला लाइक सबै हानिदिनु होला है सबै अनि अहिले चाहिँ हामीसँग चाहिँ को आएको छ भन्दाखेरि हामीसँग सुशील छ एउटा युनिस छ अर्को एन्जल रोजेश अनि मामा नाम चाहिँ दिलीप यो अभिषेक छ अनि हाम्रो चारमाने पनि यहीँ आएको छ है चारमाने अघि तपाईँहरू भिडियोमा हेरिसक्नु भयो होला त्यो खाना खाँदाखेरि कस्तो बेहोरा देखाइदिनु हो के
यही हो है त्यो 4 माने यही हो अनि गाई म चाहिँ त इनाम चाहिँ तपाईँहरूलाई के भन्न चाहन्छु भन्दाखेरि होइन हामीसँग चाहिँ यो छ नि जुन यो यसलाई चाहिँ कुनै पनि ठाउँमा होटलमा आयो भने यसलाई चाहिँ बास नदिनु होला किनभने यसले जस्तै अब हामीले 200-300 रुपियाँको एक प्लेट खाना खान्छौँ भने नि यसले त्यो 3 जनाको भाग 200 रुपियाँ दिएर 3 जनाको 600 रुपियाँ खाइदिन्छ एक्स्ट्रा यसले 600 रुपियाँ खाइदिन्छ तर 200 रुपियाँ तिरेर हिँड्छ यसले चाहिँ एउटा भाग मागेर 3टा भाग खाएर उठ्ने व्यक्ति महान व्यक्ति उहाँ यसलाई माग लगाइदियो यो लगाइदिए ताली लगाइदिए गाइस मैले चाहिँ यहाँनिर गर्भको बच्चा भेटिसकेको छु उहाँलाई एकदम पैसाको धेरै जरुरी भएको कारणले मलाई अलिकति सक्दो सहयोग मैले गरिसकेको छु उहाँलाई एउटा मैले 1 ग्लास डिउ दिएको छु यहाँ अर्को गरिबको बच्चा हुनुहुन्छ उहाँलाई पनि मैले गाइस डिउ दिँदैछु अनि हेर्नु होला है त लास्ट थ्याङ्क यू दाइ भाइ पर्दैन भाइ भावुक नहुनु न भाइ मेरो यो धर्म हो बाबु धर्म हो त्यस्तो नसोच गुण तिर्नुपर्छ है बाबु फेरि गुण चाहिँ तिर्नुपर्छ है अहिले तिमीलाई डिउ खा तिमीलाई रेड बुल खुवाउनु है नानी यहाँ अर्को पनि गरिबको बच्चा छ सबैलाई मैले हतार नगर्नु होला है गरिबको बच्चाहरू त यहाँ हतार नगरिदिनु होला म सबैलाई दिन्छु है गरिबको बच्चाहरू अहिले चाहिँ हाम्रो खाजा खाने बेला भइसकेको छ हाम्रो सबैजना चाहिँ यहाँ भेला भइसकेका छन् यहाँ यिनीहरू फुलेर पुरै रिसाएर कहाँ पुगेर आएका थिए थाहा छैन तर हामीलाई त्यस्तो केही छैन घुम्न पाउँछन् तिनीहरू पनि स्वतन्त्र रूपमा यहाँ छन् यिनीहरू यिनीहरू एक्लै डिउ खाएको छन् हामीलाई चाहिँ किन्दैन यिनीहरूले होइन तर त्यो पनि ठिकै छ यहाँ छन् यत्रो यिनीहरू सबैजना खाएर बसिरहेको छन् यिनीहरू मैले सबैलाई किनिसकेको छु अनि हाम्रो खाजा यहाँनिर रेडी भइसकेको छ चाउमिन गरिबको बच्चाहरूलाई चाहिँ मैले बाँडिदिन आँटेको छु है ल गाइस अहिले चाहिँ हाम्रो अङ्कललाई चाहिँ मैले हल्का हेल्प गरिदिन्छु होइन चाउमिन मैले खतरा यस्तो दामी चाउमिन चाहिँ मैले बनाइसकेको छु हेर्नु सक्नु तपाईँले एकदम दामी पारामा 14 खाना आएको बुढी झोलमा डुबी मरि भयो यही हो यहाँ चाहिँ गरिबको बच्चामा अनि यहाँ चाहिँ हाम्रो 4 माने यहीँ गाइस हाम्रो चाहिँ भाइस मिल्ने साथीहरू पल्लोको ठाउँ हुनुहुँदो रहेछ होइन पल्लोको ठाउँमा पनि हाम्रो भाइब्स मिल्नेहरू सबैजना आउनु भएको रहेछ हामीलाई चाहिँ एकदम रमाइलो हुन्छ जस्तो मलाई सङ्केत लागेको छ सङ्केत चाहिँ मलाई दिइसक्नु भएको छ होइन भयो हामी चाहिँ टक्क खानासाना खाएर रेस्ट गरौँ नि हामी चाहिँ हिँडिसकेको छौँ होइन अब चाहिँ हाम्रो यात्रा चाहिँ माथि डाँडासम्मको छ धाके यति आउनु बित्तिकै थाकेर यहाँ भयो होइन हाम्रो यहाँनिर के भन्छ यसको नाम जलबहादुर कार्की हुनुहुन्छ यहाँ हाम्रो 4 माने 4 माने यो चाहिँ 4 माने हो है 4 माने अनि यो चाहिँ छाड्ने यो यहाँ छ तिनीहरू चाहिँ अब चाहिँ हाम्रो यात्रा चाहिँ हाम्रो माथि डाँडासम्मको रहेको छ सबजनाले हेरिदिनु होला माथिसम्मको यात्रा सुरु भइसकेको छ कन गाइस तारा एकदम गाह्रो भइरहेको छ एकदम के भन्छ अरे मेहनतको फल मिठो हुन्छ त्यसैले हामीले चाहिँ परिश्रम गर्दैछौँ मिठो फल खानको लागि न्यू कपल्स है यो 2 जना चाहिँ नयाँ कपल्सहरू हो 2 जना हात मात्रै हिँडिरहेछ अहिले चाहिँ हामी फेरि मन्दिरसम्म आइसकेको छौँ अघि बिहान चाहिँ एकदम प्याक थियो पूजा गर्न पनि ठाउँ थिएन अहिले चाहिँ पुरै खाली भएको छ फोटो खिच्नलाई रेडी तम्ताएर अवस्थामा रहिसक्नु भएको छ हाम्रो महानुभावहरू उहाँ अर्को थियो फोटो खिचे अरे पोज कुछ के न चाहते हो नमस्ते म यसपालिको भगवानमा म के पनि भन्न चाहन्न नमस्ते धन्यवाद दर्शक बेन के हाम्रो अहिले यहाँ टावरतिरको यात्रा चल्दैछ सफल हुन आँटेको छ तर पनि हामीले एकदम थाकेको छौँ तर पनि हामीले हार खाएको छैनौँ नेभर गिभ अप लेट्स गो गाइस तपाईहरु यहाँ देख्न सक्नुहुन्छ भ्यू खतरा छ हरा गर्दिन केटाहरु अगाडि गाडीमा बसिसके सानो गुफा रहेछ गाइस तपाईहरु आउनु सक्छ तपाईहरु के हाम्रो गुफा हेरेर जानुहुन्छ आउनुस् हेर्नुस् ल हेर्नुस् ल यतैबाट छिर्न छैन ल अब चाहिँ हामी बीच बाटोमा अलपत्र परिसकेको छौँ अब
केही आइडिया दिन सक्नुहुन्छ भने कमेन्ट बाटो भेट्यो आइज ल आउनु बाटो भेट्यो काँडाले ओहो काँडा हारिस गाइस आइम्मा धन्नै मरे घोज्छ घरि कता घोज्छ तर पनि हामीले हार खाएको छैनौँ किनभने हामी हिँडेको छौँ नि त धीरज हो यहाँ ल हाम्रो गर्छु नि कति गरेको त लिङ्कै भिडियो बनाइदिनु रोक जा त कता त लु मर्न आँट्यो त्यो गली तेरी रात चली गली गाना छिटो गली गली तेरी राह चली जियो के बाहुबली गाई दस बिना हामी चाहिँ अडिसकेको छ ढुङ्गा अब अर्को पनि अडाउने प्रयासमा छौँ कोही गीत भएन क्या गीत गान गीत महेन्द्र बाबु काठमाडौँको बजार भने र गाइज अहिले चाहिँ हामी अड्याउन आँटेछौँ होइन हामीले धेरै छिटो देखिसक्यो तिमी टिकटकतिर यो अड्याएको तर हामी पनि अड्याउने चाहिँ प्रयासमा छौँ है ल यो अड्याएर चाहिँ हुने चाहिँ केही खासै केही होइन होला होइन तर त्यो पनि रमाइलोको लागि चाहिँ हामी अड्याउनु गइरहेको छौँ गीत गा हाम्रो चाहिँ लडिसकेको छ हाम्रो ठुलो खम्बा थियो यहाँनिर लडिसक्यो भनेपछि अब यसको विश पुरा हुँदैन गाइज खोइ लगाइ मेरो सपनाको ठुलो खम्बा चाहिँ लडिसकेको छ यहाँनिर मैले बल्ल एकदम मेहनत गरेर गरेको थिएँ तर लड्यो लड्यो अब यसमा तपाईँको केही भन्नु छ भने भनिदिनु होला अब लड अब हामीले गर्ने काम केही छैन अब हामीले गर्न खोजेकै हो अब लड हामी के गर्नु अब हामीले थुक्लाएर टास्न पक्कै पनि मिल्दैन चोर हो यो गाइस मैले गर्मीको बच्चा भेटिसकेँ यहाँनिर ओ हामी भ्यू एकदम बबाल भ्यू आएको छ तपाईँले हेर्न सक्नुहुन्छ यस्तो बबाल भ्यू छ यहाँनिर ल हेरिदिनु होला राम्रोसँगले ल सो अहिले चाहिँ हामी ठ्याक्क माथि आइपुग्न लागेको छौँ होइन त्यही पनि माथि आइपुगेको छैन तर अलिकति मात्रै बाटोमा अलिकति मात्रै बाँकी छ त्यही पनि हामी चाहिँ लगभग आइसकेको जानकारी व्यक्त गर्दछु अब हामीले अझै कति पाइला 100 ल भन्नुहोस् हजुर पत्रकारज्यू के हजुर के भन्न चाहनुहुन्छ मेरो भिडियोमा आउनु बोल्दिनु होला भन्दिनँ अनि अझै पनि हामी चाहिँ हिँड्नु पर्ने हुन्छ अझै पनि हाम्रो चाहिँ गन्तव्य आइपुगेको छैन के कसो हो एकदम सही आमा कपाल त यस्तो जाडो छ यस्तो जाडो छ अघि महिनाको 30 गते उदयपुर जिल्लाको अनि यो के हो रौतमाई गाउँपालिका वडा नम्बर 6 मा हामी आइसकेको के हो यो के हो यहाँको अध्यक्षले के गरेको छ यो भ्यू के हो पागल ल पागल हेर्ने ल पागल भ्यू हेर्नुहोस् ल अनि सक्छ अब सक्दैन झोल चाउमिन दादा चिसो भयो अरे स्वर्ग ल हेर स्वर्ग भनेको यही हो है स्वर्ग ल स्वर्ग हेर्ने हो तिमीहरू ल हेर ल कस्तो दामी अब हामी उजाने जानुपर्ने हुन्छ कस्तो दामी देखेँ क्या माथि त ओ माई गड लभली पागल भ्यू देखेँ मैले होइन अझै उहाँ पुग्नु सो गाइज अहिले चाहिँ हामी यहाँ यसरी माथि जान्छौँ भने कपाल पनि कस्तो भयो अनि यहाँ चाहिँ यस्तो दामी कस्तो दामी मजा यस्तो दामी हावा आइरहेको छ है म तपाईँलाई हावाको जानकारी व्यक्त गर्न चाहन्छु सबैजना यहाँ पुरा सबै क्यामेराम्यान भइरहेको छ आजको समयमा सबैजना नयाँ समाचार पाउनलाई हामीसँग जोडिएर बस्नु होला हस्त धन्यवाद मलाई चाहिँ अब यो चाहिँ यस्तो ठाउँ चाहिँ एकदम दामी लाग्यो मलाई भिडियो गर्न म जान्छु त्यहाँ जानु यो भिडियो गरेर मात्रै जान्छु देखाइहाल्नु मऱ्यो भने म यस ठाउँको लागि अमर हुनेछु मेरो साथीको लागि म तल यो ठाउँको शहीद बनाइदिनु ल ल धन्यवाद छोड्दैन नगाई ए भिडियो पनि छ फेरि सुरु गर न हामी एकदम दुईजना हामी एकदम दुईजना दाजुभाइ एकदम साहसी दाजुभाइ चाहिँ हामी चाहिँ यस स्थानमा यस्तो डेन्जर स्थानमा जानको लागि एकदम भरपूर्ण प्रयास गर्दैछौँ अब अरू सबले त हार खाइहाले हामी भनेको अलिक नेभर गिभ अप अघि मैले भनिहालेँ नेभर गिभ अप लेट्स गो ल
आयो त भयो त सक्यो त के चाहियो अन्त अरू के चाहियो ल क्यामेरा मैले कस्तो खतरा भिडियो गरिदिएको फेरि ल अझै त ठुलो बनाएर हाम्रो नयाँ पोज हेर्न सक्नुहुन्छ कस्तो पोज त्यहाँ फेरि पोज गर्दा यो गुन्डा तँ के भन्छ तँ कस्तो पोज के भन्छ त्यसलाई तँ उ क्या सिग्मा क्या सिग्मा हाम्रो नयाँ सिग्मा ए सिग्मा ल नाम के भाइ तेरो मेरो बच्चन बस्ने त बच्चन अमिताभ बच्चन भयो गाइज अहिले चाहिँ हामी यहाँ माथि आइसकेको छौँ त्यही पनि अब हामीले त किनभने गरिबको बच्चाहरू लिएर हिँडेको छौँ त्यसरी कोही मान्छेहरूले अलिकति दान गरेर अलिकति खानेकुरा यहाँ छोडिदिनु भएको छ उहाँलाई एकदम धेरै धन्यवाद सबैले उहाँलाई चाहिँ एकदम धन्यवाद भन्न चाहन्छौँ ल आउनुहोस् खानेकुरा चाहिँ के छ त जिगस लाने कुरा ल आउनुहोस् यहाँ खानेकुरा चाहिँ के हो ल खानेकुरा ल कति मिठो वाउ कति धेरै छोडिदिएको सबैलाई पुग्छ एउटा खाएको हामी यत्रो बाटो दुःख गरेर आएर के पाएन भाइ आउनुहोस् हाम्रो मनोकामना हिमाल तपाईँ देख्न सक्नुहुन्छ उहाँ जुम गरेर देखाइदियो उहाँले हो एकदम राम्री देखेछ राम्री यसरी जुम गर्दैछ उ हेर्नु त गाइजु मनोकामना हिमाल वाउ सो ब्युटिफुल सो एलिगेन्ट जस्ट लुकिङ लाइक अ वाउ ल बेलोरीको गीत गा बेलोरीको ट्यापे म त बेलोरीको ट्यापे पेन्ट लगाउँछु म जिन्सको जुत्ता लगाउँछु म भेन्सको उब्री अहिले चाहिँ राति पनि भइसक्यो हाम्रो खाना खाने टाइम पनि भइसक्यो हाम्रो खानासँग आइसकेको छ सबै होइन सबैजना चाहिँ जाडोले एकदम सुतेको थिएर भर्खर उठेको बिरामी जस्तो हुन लागिसक्यो सबजना खानासाना खाने होइन अब एकछिन घुम्न जाने भए जान्छन् होला केटाहरू नभए सुत्ने आजको अनि यति नै हुन्छ आजको सो फाइनल अहिले चाहिँ हाम्रो खानपिन सबै टोटल्ली नै सकिसकेको छ अनि अहिले चाहिँ हामी यसो अब घुम्न आएको भनेर चाहिँ अलिकति बस्न अलिकति अल्छी लागेको कारणले गर्दा चाहिँ हामी अलिकति माथितिर आएको छौँ आगो सागो बालेको छौँ होइन अनि अब यहाँ यो छ यो के अरे जीवन पनि आएको रहेछ अनि हाम्रो पेट भयो होइन फोकस गरेन मजाले अनि हामी यहाँ छौँ आधी तल छन् खाजा खाँदैन खाना खाइसकेर चाहिँ तिनीहरू खाना खाएर चाहिँ आउँदैछन् तिनीहरूलाई चाहिँ मैले तातो पानी पनि अर्डर गरेको छु तातो पानी लिएर आउँछन् खाने हल्ला घाँटी दुखिरहेको छ एकछिन हामी बस्छौँ आगो सागो ताप्छौँ रमाइलो गर्छौँ केटाहरू गीत सित गाउने आगो ताप्ने अनि बेलुकातिर गर्दा नि सुत्ने बिहान उठ्ने एकछिन यसो घुमघाम गर्ने अनि भोलि 11 बजे घर फर्किने आजको हाम्रो 2 दिनको ट्रिप चाहिँ यति नै छ एकदम रमाइलो एकदम धेरै रमाइलो भयो तर सबै रमाइलोको पल हामीले मतलब सबै रमाइलोको बेलामा सबै त्यतिखेर पनि अब क्यामेरा त अगाडि ल्याउने कुरा आएन अनि कुनै अब घरि चाहिँ भिडियो गऱ्यो होइन भिडियो पनि रमाइलो भएको छ तर त्योभन्दा बाहिर पनि अझै हामीलाई एकदम धेरै नै रमाइलो भयो अब सबै रमाइलो भएको सबै हामीले क्यामेरा देखाउन सकेनौँ त्यही पनि सबैजना राम्ररी हेरिदिनु होला मन पर्ने भिडियो लाइक गरिदिनु होला लाइक गरेर नभुल्नु होला अब केटाहरू आउँछन् बस्छन् रमाइलो गर्छन् गुड मर्निङ गाइज अहिले चाहिँ हामी सबैजना सुतेर पनि उठिसकेको छौँ अहिले ठ्याक्कै कति बज्यो भन्दाखेरि अहिले चाहिँ 7:30 त्यस्तै भइसकेको छ अहिले चाहिँ हामी सबैजना चिया खाने यहाँनिर कार्यक्रम हुँदैछ अब चिया खाने एकछिन पूजा गर्ने हामी ब्याक टु गाईघाट गाइज अनि अहिले चाहिँ हामी यहाँ माथि मन्दिरतिर फेरि पूजा गर्न आइसकेको छौँ होइन अब कोही पनि जानु माने तर बाहिरबाट हामी यसो ढोक्यौँ होइन अनि त्यसपछि ठ्याक्कै यहाँ हामी आएको यहाँ चाहिँ पुरै परेवा बसिरहेको छ अनि ठ्याक्कै रविलाई चाहिँ हिजो त्यसले उडाएको परेवाको याद आएछ कि अनि ओ मेरो परेवा छान रे ओ छान्दै रोदेश कुन चाहिँ हो परेवा छान्दै ल कम यार ला शिट ओ माय गॉड रेस्ट इन पीस यार के भन्छ रेस्ट इन पीस इन हेभन ल खोइ ब्याकग्राउन्ड गीत बजाएको ल गर्न ल खोइ त ब्याकग्राउन्ड गीत बजाएको दिने बेला दियो अहिले मार अनि मनमा अलिकति पाप नराखी गर के त्यही भनेको मैले कर्म गर्दा ल अब दे भाइ सम्झी ल ताली ताली
ताली ल रिप ल रेस्ट इन पिस यार ल अब चाहिँ हाम्रो यताको बजार सबै सकिसकेको छ र आज चाहिँ हामी घर फर्किने विचार गरेको छौँ यहाँ चाहिँ हाम्रो गाडी आइसकेको छ हामी सबजना यहाँ छौँ म पनि यहीँनिर छु अब कटुर भेषलाई चाहिँ म रेडी भइसकेको छु किनभने हामी कुनै यस्तो सेलिब्रिटी मान्छेहरू चाहिँ हामी कटु भेषमा पनि हामीलाई बाल लाग्दैन त्यसैले हामी चाहिँ बिन्दास पारामा हिँडिसकेको छौँ अब होइन अब हाम्रो चाहिँ आजको भ्लग चाहिँ यतितिर व्यवस्था गर्नुपर्ने हुन्छ सबैजना लाइक कमेन्ट सेयर गरिदिनु होला हस् धन्यवाद साँच्चै अनि इन गर्नुभन्दा अगाडि मलाई एउटा सानो कुरा देखाउन मन लाग्यो यहाँ तपाईँले हेर्नुहुन्छ म बोकेदारी ए ओके बाई टेक केयर